74 4 को जनतालाई यहाँ यति धेरै जनता हुनुहुन्छ उहाँलाई बाचा कसम गर्नुस् कि तपाईले जितेपछि पहिलो एउटा काम इम्पोर्टेन्ट काम के गर्नुहुन्छ यहाँको पहिलो काम मेरो सुन यहाँको मेन समस्या के छ मेन समस्या भनेको यहाँ समस्या धेरै छ तँ ट्र्याक्टर चलाउने मान्छेको पीडा चलाउने मान्छेलाई थाहा हुन्छ नि मैले पनि त्यो पीडा बुझेको के कति गाह्रो हुन्छ गाडी चलाउनु भन्ने देशमा तराईमा यसको महत्त्वपूर्ण धेरै छ काम गर्छ महत्त्व छ एउटा रमाइलो प्रश्न छ ऋषिजीले अब चुनाव चिन्ह रोजि नै सकेपछि किन मोबाइल रोजेको उहाँलाई मनपर्ने काजु रोज्नु पर्थ्यो नि जेरी जस्तै नीति बनाउन छोडेर जनतालाई घुमाउने पो हो कि ऋषि धमला पनि आएर भन्ने प्रश्न पनि छ नि हैन जेरी पकाउनु गलत हुँदैन है भाई यहाँ पे क्या हो रहा भाई ये कहाँ फंस गया भाई मैं आज त्यो जेरी पसलमा पुगेर जसरी मैले जेरी पकाएँ त्यो जेरी पकाउने मान्छेले मलाई आज के भनिराखेको छ थाहा छ ऋषिजी तपाईँ आइसकेपछि हाम्रो पसलमा जेरी खाने मान्छेहरूको लाइन लाग्यो मैले पकाएका जेरी खानेहरूले मलाई भने के ऋषि धमलले पकाएको जेरी तपाईँ पकाउन सक्नुहुन्छ सोधे रे अपन भी एक चाय का दुकान खोलेगा